नमस्कार हजुर। अहिले म चाहिँ यो अवकात मेरो लागि चाहिँ हजुर अवकात गार्डनमा छु मैले बारम्बार अघि पनि भने 2003बाट म जब मलाई दुःख पर्छ अथवा चाहिँ कुनै कुराको बारेमा चाहिँ चिन्तन गर्नु पर्यो भने यो पार्कमा आएर बस्ने गर्छु। यो भिडियो बनाउनुको मेन उद्देश्य चाहिँ अर्थ चाहिँ के हो भने 2-4 दिन अगाडि म एउटा हाम्रो नेपालीहरू भेला भएर कफी चिया खाने ठाउँमा गएको थिएँ। त्यो बेला चाहिँ उहाँहरूको गफ सुने अनि उहाँहरूलाई सबैलाई हेर्दाखेरि चाहिँ सबै सरल हाइवे भन्छु नि म स्मार्ट मोटरवे थ्रु आउनु भएको यो देशमा र पनि उहाँहरूलाई पनि कति धेरै चिन्ता रहेछ। र तपाईँले यो भिडियो यदि हेर्दै हुनुहुन्छ तपाईँलाई चित्त बुझेको छैन र हेर्दै हुनुहुन्छ भनेदेखि चाहिँ यो कान्छा सुब्बा भनौँ न, कान्छा सुब्बा चाहिँ यो देशमा 2003मा त राइट थिएन नि त होइन। त्यो बेलामा हामी 40औं नम्बरभित्रमा छिर्ने मान्छे हो र जुन यहाँ सेटलमेन्ट राइटको लागि हामीले लडाइँ गऱ्यौँ, जुन BGWS भन्ने एउटा संस्थालाई इस्टाब्लिस गऱ्यौँ, त्यसको फाउन्डर पनि हो हामी। अनि हाम्रो सङ्घर्षका कथाहरू अहिलेको धेरै कुरा नगरौँ। यदि तपाईँहरूलाई इच्छा लाग्छ भने प्लिज कमेन्ट गर्नुहोला कस्तो भयो के भयो भनेर। प्रत्येक यहाँ कसरी आइयो, यहाँ आएपछिको हाम्रो सिस्टमहरू कसरी काम गऱ्यौँ, हामी कुन ठाउँमा बस्यौँ, तपाईँलाई घर भाडा त दिने कुरा थिएन त्यो बेलामा, कसरी सुत्यौँ। अब त्योभन्दा पहिले फेरि यही देशको लागि छाती बजारेर रक्षा गर्छु भनेर हिँड्ने मान्छे हजुर हामी। त्योभन्दा पहिले कस्तो थियो, कुन स्ट्यान्डर्डबाट यही ठाउँबाट तिमी बाहिरियौ, यही ठाउँमा फेरि कुन स्ट्यान्डर्डबाट तिमीले सुरु गर्यौ होइन। अनि त्यो सुरु गर्दाखेरिको कोही त थिएन, नेपाली कोही थिएन। हामी फोक्सटनमा 4 परिवार, म आउँदाखेरि 4 परिवार जति थियौँ होला फोक्सटनमा नेपाली। बाहिर जाउँ सबैले अब गोर्खा आर्मीहरू त्यहाँ थियो, अब आर्मी भन्थ्यो, त्यही कारणले हामीलाई अलिकति छुट चाहिँ थियो यो ठाउँमा। तर हामी आर्मीमा त थियौँ न, अवकाश भइसकेको थियौँ। अनि कहाँ जाने त, अब आर्मीको मान्छेले गयो फेरि दाइहरू अब है भन्नु त नहुने हो, हरियो झिँगा भनेर हामीलाई नाम ट्याग दिनुभएको थियो हामी जो आउनुहुन्छ। अनि उहाँहरूले भन्नु पनि भएको थियो यो देशमा त मलाई फ्रीमा पाएँ भने पनि रातो पासपोर्टै दिए पनि म आउँदिनँ भन्ने दाइहरू पनि हुनुहुन्थ्यो। पछि एडभाइस हामीलाई माग्नु भएको थियो उहाँहरूले है। तर यसको बारेमा इन डिटेलमा लाज हुन्छ भोलि पर्सि। तर तपाईँहरूले चाहिँ कसले भन्यो किन भन्यो भनेर तपाईँले खुल्दुली गरेर कमेन्ट गर्नुभयो भने यसको बारेमा पनि म चाहिँ भनिदिन्छु। किनभने मैले बारम्बार भन्छु, अब म खुल्ला किताब हो, म ओपनली सबैसँग सेयर गरेर म मर्न चाहन्छु हजुर। र त्यो थियो हजुर। म त यो ठाउँमा आएर एकदम बस्थेँ अनि यो ठाउँमा चाहिँ शान्त हुन्थ्यो अनि त्यति मान्छे पनि नआउने। अनि त्यही कारण मैले चाहिँ यसलाई चाहिँ यो पार्कको नाम नै मैले चाहिँ अवकात, मेरो अवकात, अरूको होइन, मेरो अवकात पार्किङ भन्छु। म कहाँ थिएँ त? अनि चित्त बुझेन भने आइहाल्छ, कान्छा त कहाँ थिइस् भन्छु, यही ठाउँमा बस्छु, यही बेन्च हो, यही बेन्च हो म बसेको। अरूले चाहिँ एउटा इच्छा राख्यौँ कि हामी पनि केही गर्न सकिन्छ कि यो देशमा बस्नको लागि अधिकार खोज्न सकिन्छ कि भन्ने खालको कुराहरू हामीले मिटिङ गऱ्यौँ। एज अ रिजल्ट त्यसको लागि हामीले फाइट गर्नको लागि नेपालमा बसेर फाइट ब्याक हुने कुरा थिएन, जसको कारणले गर्दा हामी यो ठाउँमा छिर्नु एकदमै आवश्यकता थियो। त्यति बेला हामी झन्डै युकेका इङ्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र नर्दर्न आइल्यान्ड गर्दाखेरि हामी त्यो एरियामा चाहिँ झन्डै हामी म छिर्दाखेरि चाहिँ म 40 नम्बरभित्रमा छिरेको थिएँ। र त्यतिखेर हामीलाई यो पनि थाहा हुन्थ्यो कि कुन मान्छे, कुन नम्बरको मान्छे कुन ठाउँमा चाहिँ आइपुग्नु भयो सकुशल भन्ने खालको चाहिँ एउटा हामीहरूको रेकर्ड हुन्थ्यो। सो एकदमै कति न्यानोपन थियो त्यो बेला। त्यो बेला हामीसँग यहाँ केही पनि थिएन हजुर, अहिलेको जस्तो हामीलाई घर भाडा दिइँदैन थियो। त्यसको दुःखहरू भन्ने कुरा हामी बिस्तारो कुरा गरौँला होइन। अनि हामीलाई कुन पार्टीहरूले सपोर्ट गरे, कुन ठाउँको नागरिकहरूले हामीलाई सपोर्ट गरे, हामीलाई यहाँ आएर हामी
कसरी चाहिँ इस्टाब्लिस भयौँ भन्ने खालको कुराहरू थुप्रै कुराहरू छन्। हामी त्यो अहिले बिस्तारै कुरा गर्छौँ हजुर ल। 2003 सालतिर हामी सँग कुनै पनि बेलायतमा बस्ने सेटलमेन्ट राइट चाहिँ थिएन, जसले गर्दाखेरि हामी एउटा यो देशमा चाहिँ कानुनी रूपमा यो देशको रक्षा गर्ने एउटा सिपाही छाती फुल्लाएर नोकरी गरेको एउटा सिपाही अब तपाईँ अवकाश गएपछि चाहिँ तपाईँलाई कुनै पनि अधिकार थिएन यो ठाउँमा बस्न, जसले गर्दाखेरि यसलाई के भन्छ इल्लिगल रूपमा चाहिँ हामीलाई गनिन्थ्यो। त्यो बेलामा यो ठाउँमा एक्लोपन अहिलेको जस्तो हाम्रो नेपाली भन्ने त देख्दै देखिँदैन थियो र त्यो बेलामा चाहिँ नि अब हामीले एक्लै इन्डिभिजुअली लड्ने खालको त हाम्रो कुनै पनि चान्सेस थिएन, जसको कारणले गर्दाखेरि हामीले एउटा संस्थाको जन्म दिनुपर्ने थियो र हामीले त्यो बेलामा एउटा BGWS भन्ने संस्थालाई चाहिँ हामीले चाहिँ जन्म दिएको थियौँ। सबै सङ्घ संस्थाहरूले आफ्नो ठाउँमा सायद काम गर्नुभएको थियो होला। देश हो त्यतिखेर नेपालमा निकै पपुलर थियो, जुन चाहिँ पेन्सनको माग गरिरहेको थियो भनेदेखि यतातिर चाहिँ BGWS भन्ने हाम्रो सानो संस्थाले यहाँको सेटलमेन्ट राइटको लागि लड्ने कोसिस गरिरहेको थियो। अब यो देशको डकुमेन्ट नभएको कारणले गर्दाखेरि लडाइँ गर्नु त्यति सजिलो थिएन, जसको बेलामा हामीहरूले एउटा दरो पोलिटिकल पार्टीलाई हात लिनु पाए हुन्थ्यो भन्ने हामीहरूको इच्छा थियो। एज अ फलस्वरूप हामीलाई त्यो बेलामा लेब्डेम भन्ने एउटा पार्टी थियो। लेब्डेम भन्ने पार्टीले चाहिँ हामीलाई अलिकति हात दिनुभएको थियो र कुन कुन मिडियाहरूले हामीलाई साथ दियो त्यो विस्तृत रूपमा थुप्रै कुराहरू छन्। त्यसको बारेमा पनि हजुरहरूलाई इच्छा भयो भने म बिस्तारै भिडियो बनाउने कोसिस गर्छु हजुर। अहिले हामीले कुरा गर्दै गर्दाखेरि चाहिँ यो अवकात पार्क भन्ने विषयमा चाहिँ मेरो टपिक्सलाई मात्रै म छाउने कोसिस गर्छु हजुर। र त्यो बेलामा एकदमै दुःख थियो। बिहान गएको मान्छे, काममा गएको मान्छे भरे फर्किन्छ कि फर्किँदैन, पुलिसहरूको गाडीसँग हामी देख्न साथ हामी यति छिटो भाग्नु पर्थ्यो, लुक्नु पर्थ्यो। सायद उनीहरूले गर्नु त केही गर्दैन थियो होला, तर पनि एउटा आफू कमजोरी भएको कारणले गर्दाखेरि ल है त हजुर। ल अवकातको बारेमा कुरा अवकातको बारेमा कुरा गरौँ। अवकात चाहिँ मैले यो पार्कको नाम किन मेरो अवकात पार्क भनेर भन्छु भने चाहिँ नि म त्यो बेला मसँग केही पनि थिएन हजुर। 2003 मा न मसँग भनेको जस्तो पैसा थियो, न मसँग त्यतिखेर यो देशमा बस्ने राइट थियो, न म त्यो बेला मसँग अहिले भनेको जस्तो काम थियो, न मसँग मेरो परिवारका सदस्यहरू थिए। गर्दाखेरि एकदमै गाह्रो अवस्थामा चाहिँ यो ठाउँमा आएर म दिन बिताउने गर्थेँ। अनि यो ठाउँको पार्कले मलाई इभन प्रत्येक पार्कको झारहरूले पनि मलाई चिन्छ भन्दाखेरि त्यो चाहिँ गलत हुँदैन होला। मेरो मोस्ट अफ द मेरो जिन्दगी यहाँ आएर बित्थ्यो र यो ठाउँमा आएर म विभिन्न किसिमका कल्पनाहरू गर्थेँ होला। सायद मेरा परिवारहरू यो ठाउँमा आउनु पाएदेखि भन्ने खालको हुन्थ्यो होला भनेदेखि अहिले आएर हेर्नुभयो भनेदेखि त तपाईँहरूको त हामी त नेपालीहरूको त यो त बस्ती नै बनाइदिएको छौँ है हजुर। ल सो बेसिकली हामीले सानो गुनासो गर्नुपर्ने ठाउँ देख्दिनँ मैले अहिलेको हालतमा चाहिँ हजुर। सो हामीहरू यसरी नै झन्डै युके छिर्ने क्रममा झन्डै 150 जति हामी जब आइपुग्यौँ, त्यसपछि हाम्रो समूह पनि निकै ठुलो भएको थियो
र 2004मा हामीहरूले एउटा एकदमै ठुलो आन्दोलन गऱ्यौँ यो देशमा। एज अ फलस्वरूप हामीले चाहिँ नि यहाँ बस्ने अधिकार पायौँ। जब हामीले अधिकार पाइसकेपछि अब हाम्रो स्टेज अलिकति अवकात अलिकति बढ्दै गएको देखियो। अवकात अलिकति बढ्दै गयो मेरो। म अरू कसैलाई दोष दिँदैन हजुर ल। मेरो अवकात अलिकति बढ्दै गयो अनि मैले अलिकति कोही कोही बेला मातिन्थेँ क्या म। अनि त्यो मातिएको बेलामा यो ठाउँमा आएर म कहिले बस्नु चाहिँ मैले चाहिँ छोडिनँ क्या। जब जब म मातिन खोज्थेँ तब म यो ठाउँमा आएर बस्थेँ अनि मेरो अवकात मलाई पत्ता लाग्थ्यो। तब फेरि मेरो अटोमेटिकली कन्ट्रोल हुन्थ्यो। त्यसैले मैले यसलाई अवकात पार्क भन्ने पनि गर्दछु है हजुर ल। अहिले 2003देखि गन्ने हो भनेदेखि झन्डै 23 वर्षको दौडान भयो। यो 23 वर्षसम्ममा पनि म अहिले कुनै ठुल्ठुलो डिसिजनहरू गर्नु पऱ्यो भने म अलिकति मातिएको जस्तो लाग्यो भने म हमेसा यो पार्कमा आएर बस्ने गर्दछु र मेरा अतीतहरूलाई सम्झिन्छु अनि त्यो पछि आएको डिसिजनलाई चाहिँ म चाहिँ स्वीकार गर्दछु हजुर। सो अवकात पार्कको मिनिङहरू बुझ्दै हुनुहुन्छ होला तपाईँले मैले यसलाई किन अवकात पार्क भने भनेर होइन हजुर। र अघि कुरा गऱ्यौँ हामीले अलिकति सेटलमेन्टका कुराहरू गऱ्यौँ। यो कुराहरू आउनुको कारण मैले अघि फर्स्टमै भनिसकेको छु। यसको टपिक्स चाहिँ हुन त अब हामी सबै आफ्नै ब्याकग्राउन्डबाट आएको हुन्छ। कोही कस्तो ब्याकग्राउन्ड कसैलाई दोस्ने कुरा त आउँदैन। तर पनि म जस्तै तपाईँहरूले पनि एउटा पोइन्ट राख्दाखेरि राम्रो हुन्छ है हजुर ल। त्यसले धेरै सपोर्ट गर्छ। तपाईँ अहिले कुन हालतमा हुनुहुन्छ र त्यहाँ कुन ठाउँमा गएर चाहिँ तपाईँ चाहिँ त्यसलाई चाहिँ ध्यान दिँदै हुनुहुन्छ, ध्यान गर्नुहुन्छ, बस्नुहुन्छ नि एउटा ठाउँ त होला नि। त्यसलाई चाहिँ एउटा अवकात भनेर राख्नुहोस् न। अहिलेको अवकात चाहिँ मेरो यो छ। अब म कुनै पछि किन तपाईँ प्रत्येक दिन त तपाईँको अहिलेको कन्डिसन त हुँदैन नि त। तपाईँको कन्डिसन अलिकति बढ्दै 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 गएपछि चाहिँ तपाईँको केही बेला मातिन्छ क्या। हामी मान्छे हो जो पनि मातिन्छ। त्यो माथिको बेला डिसिजन लिएको चाहिँ त्यति राम्रो हुँदैन क्या हजुर। अनि त्यसरी अवकात पार्कमा आउने हो अनि डिसिजन गर्नुहोस् अनि त्यसले चाहिँ तपाईँहरूलाई अलिकति मद्दत गर्छ कि भन्ने मेरो है यो। फेरि म कुनै एक्सपर्ट होइन हजुर, मेरो चाहिँ एडभाइस हो तपाईँहरूलाई ल हजुर। जहाँ कान्छा सुब्बाले फुललाई सुँगेन भने त त्यो त अनफेयर हुन्छ नि होइन हजुर। यसको गन्ध फेरि गन्ध भने हजुर, मैले गन्ध होइन बास्ना भन्नु भनेको छ। ल हेर्नुहोस् बास्ना, मग 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 चल्यो बासना भन्ने छ नि होइन हजुर। बासना कस्तो दामी चलिरहेको थियो नि यो ठाउँमा हेर्नु त। सो हेर्नु त पैसा बेगाएको विदाउट मनी इन्जोय ठाउँ छ नि तपाईँको। म चाहिँ भरिसक्के चाहिँ म चाहिँ हाँस्नै पर्छ क्या। म चाहिँ खुसी हुनै पर्छ। जसको कारणले मलाई खुसी हुनुको लागि फेरि अरू केही चाहिँदैन। यस्तो ठाउँहरूमा आएर बस्न पाइयो, खेल्न पाइयो, हाँस्न पाइयो, सकिगयो त हेर्नु त। यति दामी पार्क छ। यति बिहानको एकैजना मान्छे देखिँदैन हेर्नुहोस् ल। एकैजना मान्छे छैन हजुर। यो जस्ट मेरो प्राइभेट भन्दा पनि हुन्छ हजुर। यो मेरो प्राइभेट अहिलेको लागि मैले मानिलिउँ। यो चाहिँ मेरो प्राइभेट है हजुर ल। हेर्नुहोस् ल, कोही देख्नु भएको छ? कोही छैन नि। प्राइभेट कान्छा सुब्बाको होइन हजुर। सो आजको दिन त अब यति भएपछि त तपाईँहरू हिजो अस्ति कुरा गर्दै हुनुहुन्थ्यो। मैले तपाईँहरू सबैलाई हेरेँ। बिचरा तपाईँ भनेको त यहाँ आएर बस्ने राइट छ, तपाईँसँग डकुमेन्ट छ, तपाईँसँग घर छ, तपाईँसँग पैसा छ, तपाईँसँग काम ग्यारेन्टेड छ। काम ग्यारेन्टेड भएन भने तपाईँलाई सरकारले दिइरहेछ होइन र। त्यस्तो ठाउँमा पनि तपाईँहरूको गुनासो देख्दा मलाई यस्तो हाँस उठ्यो होइन। तर हुन त तपाईँहरू चाहिँ बी अनेस्ट। मैले भन्नुपर्दा हामी भनेको तपाईँको गोरेटो बाटो पछ्याउँदै आएर हामी यो ठाउँमा बस्यौँ। हेर्नुहोस् हजुर, मेरो फेभरेट बेन्च यही थियो हजुर। म यहाँ बस्थेँ अनि धेरै यहाँ बसिन्थ्यो। अनि हामी त्यो 3-4जना जो यहाँ छिरेको थियौँ। अनि मिटिङ गर्दाखेरि पनि ल फल्ना पार्कमा भेट्ने है साथी हो भनेपछि चाहिँ यहाँ आउँथ्यौँ। अनि यहाँ बसेर हामी गफ गर्थ्यौँ। यहाँ बसेर गफ गर्थ्यौँ कसरी चाहिँ अगाडि बढ्ने भन्ने खालको कुराहरू गर्थ्यौँ। यहाँ हेर्नु त यो फुल
अब यसलाई सुँगु कि नसुँगु हौ सुन्छु ल अरे हो बाँच्दाको होप र हो अले वास्तवमा नि यो खुसी हुनुको लागि क्या मान्छेले जे पनि गरिन्छ नि मान्छेले प्राय म चाहिँ प्राय गरेर चाहिँ जन्मेकोदेखि नै के को लागि चाहिँ म खासमा कामहरू गरिरहेको छु त भन्दाखेरि चाहिँ खुसी हुनुको लागि हो नि त तर हामीलाई यति पनि थाहा छैन कि खुसी हुनुको लागि खासमा तपाईँले केही गर्नै पर्दैन क्या सो तर एडभान्टेज र डिसएडभान्टेजेस हुन्छ हजुर एडभान्टेजेस भनेको चाहिँ मलाई चाहिँ अब यो प्रकृतिसँग मलाई प्रेम छ नि त माया छ नि त्यसले गर्दाखेरि म जस्तो मान्छेहरूको लागि चाहिँ भन्ने हो भने खासमा खुसी हुनुको लागि त्यति धेरै दुःख गर्नु पर्दैन है हजुर ल त्यसरी घरको छेउछेउमा पनि जाने नेचरहरूमा जाने अनि हजुरहरूलाई थाहा छ यो कमलको फुल त्यसपछि बेलुका उत्सुक छ निस्किन्छ अँध्यारोमा तर उसलाई जब यो घाम भेट्छ घाम भेटेपछि अटोमेटिकली फक्रिन्छ अघि बिहान हजुरहरूले नोटिस गर्नुभयो हामी आउँदाखेरि यसको फुलहरू चाहिँ एकदम सुकेको थियो नि फुलहरू थिएनन् अहिले जब जब घामहरू छिप्पिँदै गए त्यसपछि चाहिँ यो फुलहरू चाहिँ ठुलो फक्रिँदै गएको थियो नोटिस गर्नुभयो होला नि होइन यसको बारेमा पनि एउटा धार्मिक धर्मसँग जोडिएर पनि थुप्रै धर्महरूले यसको बारेमा भन्नुभएको छ त्यसको बारेमा पनि तपाईँहरूलाई इच्छा छ भने कमेन्ट गर्नुहोला म त्यसको बारेमा पनि भन्नेछु होइन बेसिकली के हुन्छ भने कमलको फुल चाहिँ राति सुत्छ अनि बिहान उठ्छ है घाम लागेपछि उठ्छ उसले चाहिँ एक किसिमको वरदान पाएको भन्ने खालको चाहिँ धर्मशास्त्रहरूमा पनि छ हजुर ल हामी कोही कोही बेला धर्मशास्त्रको कुरा पनि गरौँ न अनि मैले चाहिँ योबाट सिकेर चाहिँ म पनि बेलामै ट्राई गरेर 7, 7:30, 8 बजीतिर म सुतिसकेको हुन्छ हजुर अनि बिहान मेरो 3 बजे बिहान 3 बजे म चाहिँ ऊभन्दा अलिक छिटो उठ्छु कमलभन्दा 3, 3:30 कोही बेला 4, 5 ढिलोमा 6 बजी त उठिसकेको हुन्छ त्यस्तै ऊबाटै सिकेको सिक्नु चाहिँ हजुर भन्ने मेथड चाहिँ त्यही हो फेरि हजुर ल हजुर म स्टिल यो पन्डमा छु मलाई एउटा भनाइ याद आयो क्या हजुरहरूले सुन्नुभएको थियो होला मैले पनि धेरै पहिले सुनेको यो इच्छा गर्छौँ करोडको आलस्यको दास बुझ्नुभयो नि हामी इच्छा चाहिँ करोडौँको गर्छौँ ठुल्ठुलो सपनाहरू देख्छौँ तर अल्छीको चाहिँ दास क्या त्यो चाहिँ हुनु भएन हजुर ल तपाईँ काम गर्नुहुन्छ त तपाईँको त धेरै काम गरेपछि त तपाईँ अटोमेटिकली तपाईँको इच्छा धेरै इच्छाहरू पूर्ति हुन्छ नि त आखिरी फाइनेन्सियल कुरा त तपाईँको आखिरी पैसामै आउँछ नि त होइन जस्तै अब म यङ हुँदाखेरि अब भने नि मेरो यो अवकात अनुसारको मैले काम गरेँ पहिले सुरुमा अब एकदमै धेरै काम गर्नु पऱ्यो हजुर मैले 60 घन्टाभन्दा त ओभरै गर्थेँ होला मैले हप्तामा जुन बेला मलाई आवश्यकता थियो अनि त्यो बेला मेरो सपनाहरू पनि थुप्रै थियो नि त होइन मेरो कल्पनाहरू मेरो थुप्रो मेरो रेस्पोन्सिबिलिटीहरू थियो त्यो अनुसार मैले काम गरेँ अनि मैले पुरा पनि गरेँ हजुर र अहिले म थोरै काम गर्छु त्यही कारण यसरी त भिडियोहरू बनाएर हिँड्नु भ्याउने टाइम छ मेरो यो इच्छा हो नि त भिडियो बनाउने इच्छा हो भोलि पर्सि नेपालको मेरो पैदल यात्रा भन्ने छ भन्छ 7-8 महिना हुन्छ होइन त्यो अब त्यतातिर पनि इच्छा चाहिँ त्योतिर पनि गर्ने अनि यतातिर तपाईँको ब्याङ्कको फाइनेन्सियली पनि माथि जाने ठुल्ठुलो गाडी ठुल्ठुलो सपना 2-3 वटा घर त्यो त हुँदैन नि मैले त्यो लिनु सक्छु मैले इच्छा गर्नु सक्छु तर त्यो गरे बापत त मैले त कर्म गर्नु पऱ्यो नि धेरै काम गर्नु पऱ्यो होइन तर मैले अहिले चाहिँ मेरो चाहिँ के छ भने मैले चाहिँ मेरो लेभल अनुसार होइन मेरो इन्कम अनुसार मैले चाहिँ मेरो सपनाहरू बुन्नु पऱ्यो क्या ल हजुर फेरि साह्रै धेरै बकवास दियो भनेर जस्तो लाग्छ किनकि जे बोल्छु कि म यो स्क्रिप्टेड होइन गर्दा जे पायो त्यही बोलिन्छ गर्दाखेरि कतिपय कुराहरू चाहिँ बारम्बार भन्छु प्लिज फिल्टर गरेर हेर्नु होला तपाईँहरूले ल यो त्यस्तै अब ट्रान्सफर्म भन्छ परिवर्तन त मान्छे भएपछि जहिले पनि एकै नाशमा भयो भनेदेखि त त्यो के मान्छे भने परिवर्तन हुने कोसिस गर्नुपर्छ मैले तपाईँहरू कसैलाई पोइन्ट आउट गरेर म भन्दैन तर प्लिज हामी मान्छे भएपछि चेन्ज भएको राम्रो नि त्यो फुलहरूले तपाईँलाई धेरै सिकाउँछ विशेष गरेर कोमलले धेरै अर्थहरू दिन्छ है यो फुलको धेरै अर्थ छ यसको तरिका छ यसको टाइमिङमा सुत्छ ऊ अनि टाइमिङमा उठ्छ उसको रुटिन कति राम्रो छ
अनि उसलाई कसैले स्याहार सुसार गरिराख्नु जरुरी छैन हजुरहरूलाई। मल न यसलाई मल चाहिन्छ न यसलाई मजाको जमिन चाहिन्छ, केही पनि चाहिँदैन हजुर। आफ्नो रुटिन छोड्दैन उसको कमानले हजुर ल। त्यस्तै तपाईँ हामी चाहिँ अब पढ्नु सकेन अर्कालाई किन ब्लेम। मलाई बाबाले गर्दाखेरि आमाले टर्चर दिएर होइन नि होइन हजुर ल, त्यस्तो गर्नुहुन्छ नि तपाईँ आफैले आफैलाई ब्लेम गर्नुहोस् न। मैले अघि पनि भने बारम्बार भने नि, म अरूलाई उदाहरण दिन्न, म मेरो आफ्नै उदाहरणहरू मैले तपाईँहरूलाई पेस गरेको छु। थ्याङ्क यू। एकदमै खुसी लाग्यो तपाईँहरूले हेर्दै हुनुहुन्छ। सो तपाईँहरूको मनका इच्छाहरू कमेन्ट बक्समा लेखिदिनु भयो भनेदेखि म त्यो बारेमा टपिक्स बनाउने कोसिस गर्छु। अब के गर्ने, रिटायर लाइफ केही न केही त गर्नै पऱ्यो हो कि। अब नेपाल झन् 8 महिनाको प्रोजेक्ट हो मेरो, पूर्वदेखि पश्चिमसम्म हिँड्नु 8 महिना लाग्छ होला। त्यो बेलामा झन् के गर्दै बस्ने त होइन। र हामी रिटायर विशेष गरेर 40+ साथीहरूलाई एकदमै तपाईँ हाम्रो गफ पनि मिल्छ, कुरा पनि मिल्छ। सो तपाईँहरूको मनमा इच्छा लागेका कुराहरू चाहिँ लेख्नु होला नि, म त्यसबारे केही भिडियोहरू बनाउँछु नि। हुन्छ हजुर ल, धन्यवाद हजुर, नमस्ते, गुड बाई, हेभ अ नाइस डे।